श्रमिक सञ्जालको नो योर राइट्स सोशल मिडिया क्याम्पेन अन्तर्गत साउदी अरब, कतार, कुवेत, युएई, ओमानको श्रम कानुनको बारेमा जानकारी दिइसकेका छौँ। अब भने हामीले बहराइनको श्रम कानुनमा रहेको सम्झौता पत्रको बारेमा कुराकानी गर्न गइराखेका छौँ। तपाईँ र बहराइनमा रहेको तपाईँ काम गर्न जाने कम्पनी बीच सम्झौता पत्रमा हस्ताक्षर हुनुपर्छ। त्यस्तो सम्झौता पत्र अरबिक भाषामा लेखिएको हुन्छ। तपाईँले चाहेको खण्डमा उक्त सम्झौता पत्रलाई भाषा अनुवाद गरेर तपाईँले कम्पनी समक्ष माग गर्न सक्नुहुनेछ। त्यस्तो सम्झौता पत्र एक प्रति तपाईँले राख्नुहुनेछ भने अर्को एक प्रति कम्पनीले राख्नेछ। यसरी तपाईँसँग भएको सम्झौता पत्र तपाईँले सुरक्षित साथ राख्नु भएमा भोलि सम्झौता पत्रमा लेखिए बमोजिमको सेवा सुविधा नपाएको खण्डमा तपाईँले कम्पनी विरुद्ध उजुरी गर्न सक्नुहुनेछ। सम्झौता पत्रमा तपाईँको तलब कति हुने, काम कति घण्टा गर्ने, बिदा हुने नहुने, जाँदा आउँदा हवाई टिकट कसले उपलब्ध गराउने लगायतका विविध कुराहरू समेटिएको हुन्छ। बहराइन पुगेको 3 महिनासम्मको समय अवधिलाई तपाईँको परीक्षण काल सम्झिनेछ र यो कुरा तपाईँको रोजगार सम्झौता पत्रमा स्पष्ट रूपमा उल्लेख गरेको हुनुपर्ने हुन्छ। बहराइनमा कुनै निश्चित पेसाको लागि भने 6 महिनासम्मको लागि परीक्षण काल बढाउन सकिनेछ। तपाईँ अथवा तपाईँको रोजगारदाता बीच परीक्षण कालमा कामको कुनै प्रकृति मन नपरेको खण्डमा अथवा कामलाई निरन्तरता दिन नसक्ने अवस्थामा भने कुनै एक पक्षले एक दिनको एडभान्स नोटिस दिएर परीक्षण काल रद्द गर्न सकिनेछ। बहराइनमा कार्यरत श्रमिकहरूले युनियनहरूमा आबद्धता हुन पाउनेछन्। तपाईँ आफैले पनि बहराइनमा युनियन खोल्न सक्नुहुनेछ, तर त्यस्ता युनियनहरूले साम्प्रदायिक, धार्मिक लगायतका अन्य कुनै पनि गतिविधिहरू भने गर्न पाउने छैनन्। बहराइनमा काम गर्न जाने श्रमिकहरूका लागि भने भर्ती शुल्क लिन कानुनले स्पष्ट रूपमा निषेध गरेको छैन। तर भर्ती शुल्क, भिजा अथवा प्रवेशाज्ञा, हवाई टिकट, मेडिकल, आइडी, ड्राइभिङ लाइसेन्स लगायतका खर्चमा तपाईँको रोजगारदाताले कुनै पनि खर्चको शोध भर्ना तलबबाट भने काट्न पाउने छैन। बहराइनमा काम गर्ने श्रमिक साथीहरूले आफ्नो सम्झौता पत्रमा उल्लेख गरे बमोजिमको तलब प्राप्त गर्नुहुनेछ। त्यसरी प्राप्त गर्ने तलब वेज प्रोटेक्सन सिस्टम, जसलाई WPS पनि भनिन्छ, त्यसका आधारमा तपाईँले आफ्नो तलब पाउनुहुनेछ। त्यसरी पाउने तलब बैंक तथा वित्तीय संस्थाहरू मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ। महिना मर्ने बित्तिकै तपाईँले आफ्नो तलब प्राप्त गर्नुहुनेछ। तलब प्राप्त गर्नका लागि बैंक खाता खोल्न भने तपाईँलाई तपाईँको कम्पनीले सहयोग गर्नुपर्ने हुन्छ। तर उत्पादनमा आधारित काम गर्ने गरी सम्झौता गरिएका कामदारहरूले भने काम समाप्त भएपछि साप्ताहिक रूपमा तलब प्राप्त गर्न सक्नुहुनेछ। यदि तपाईँले कम्पनीसँग ऋण लिनुभएको छ भने त्यस्तो ऋण तपाईँको आधारभूत तलबको 10% तलब कटौती गर्न सक्नेछ। यदि तपाईँले आवास निर्माणका लागि ऋण लिनुभएको छ भने तपाईँको आधारभूत तलबको 25% भन्दा बढी रकम कट्टा गर्न पाइने छैन। यसरी ऋण लिँदा कम्पनीले तपाईसँग ब्याज भने लिन पाउने छैन। त्यसै गरी सामाजिक सुरक्षा योगदान, अनुशासन र तपाईँले जानेर वा नजानेर कम्पनीमा कुनै हानि नोक्सानी भएको खण्डमा त्यस बापत भने कम्पनीले तपाईँको तलब कटौती गर्न सक्नेछ। यदि तपाईँले ऋण कटौती नगर्दै रोजगारदाताले जागिरबाट निष्कासन गरेको खण्डमा तपाईँले पाउनुपर्ने पारिश्रमिक लगायत अन्य उपदानहरूबाट त्यस्तो ऋण कम्पनीले कटौती गर्न सक्नेछ। बहराइनमा काम गर्नुहुने श्रमिक साथीहरूले दिनको 8 घण्टा यानि हप्ताको 48 घण्टा न्यूनतम काम गर्नुपर्ने हुन्छ। तर रमदानको समयमा भने यदि मुस्लिम धर्मावलम्बीको श्रमिक साथीहरू हुनुहुन्छ भनेदेखि दिनको 6 घण्टा यानि हप्तामा 36 घण्टा काम गरे पुग्छ। रोजगारदाताले कामको प्रकृति र आवश्यकता अनुसार ओभरटाइम सुविधा दिन सक्नेछ। यदि आफ्नो कामको सम्झौता पत्रमा उल्लेख गरे भन्दा बढी काम गर्नु परेको खण्डमा भने रोजगारदाताले ओभरटाइमको ज्याला दिनुपर्ने हुन्छ। यसरी पाउने ज्याला यदि दिनको समयमा काम गरेको छ भने आफ्नो न्यूनतम पारिश्रमिकको 25% थप र रातिको समयमा काम गरेको छ भनेदेखि आफ्नो न्यूनतम पारिश्रमिकको 50% र पब्लिक होलिडेमा काम गरेको छ भनेदेखि आफ्नो न्यूनतम पारिश्रमिकको 150% का दरले ओभरटाइम पाउन सकिनेछ।
बहराइनमा काम गर्ने आप्रवासी श्रमिकहरूले प्रार्थना, खाना र विश्रामका लागि आधी घण्टा ब्रेक पाउनुहुनेछ। यसै गरी साप्ताहिक रूपमा एक दिन बिदा पाउनुहुनेछ। सामान्यतया सबै कामदारका लागि प्राय शुक्रबारै बिदा हुने व्यवस्था छ, तर कामको प्रकृति हेरेर रोजगारदाताले तपाईँलाई शुक्रबारको सट्टा अन्य कुनै एक दिन बिदा दिन सक्ने व्यवस्था रहेको छ। त्यसै गरी रोजगारदाताले तपाईँलाई छुट्टीको समयमा काम लगाएमा तपाईलाई उक्त दिनको ओभरटाइम बापतको 150% वा अर्को दिन बिदा दिन सक्ने व्यवस्था रहेको छ। बहराइनमा परीक्षण काल पूरा गरिसकेपछि वर्षभरिमा बिरामीको अवस्था हेरी डाक्टरको सल्लाह अनुसार बढीमा 55 दिनसम्म बिरामी बिदा लिन सकिनेछ। वर्षभरिमा पहिलो 15 दिनसम्म पूरा तलबी बिरामी बिदा पाइनेछ। त्यसपछिको 20 दिन पारिश्रमिकको 50% र बिरामीको अवस्था हेरी अर्को 20 दिन बेतलबी बिरामी बिदा पाइनेछ। आफ्नो सबै वार्षिक बिदा र बिरामी बिदा प्रयोग नगरुन्जेलसम्म तपाईको रोजगारदाताले बिरामीको कारण तपाईलाई सेवाबाट बर्खास्त गर्न सक्ने छैन। यदि रोजगारदाताले बिरामीका कारण तपाईलाई कामबाट निष्कासन पाउने कुल बिदा 15 दिन बाँकी हुँदै सूचित गर्नुपर्नेछ। तर बिरामी बिदा लिनको लागि भने बहराइनको सरकारी स्वास्थ्य संस्था अथवा रोजगारदाताले मान्यता दिएको क्लिनिकबाट बिरामी भएको प्रमाण प्रस्तुत गर्नुपर्नेछ। बहराइनमा काम गर्ने श्रमिकहरूले 1 वर्ष काम गरेपछि तलब सहितको 30 दिनको वार्षिक बिदा प्राप्त गर्न सक्नुहुनेछ। यस्तो बिदा महिनामा 2.5 दिनको हुनेछ। आकस्मिक घटनाहरूमा भने वर्षमा तपाईले 6 दिन बिदा पाउनुहुनेछ। कुनै विशेष परिस्थितिमा भने तपाईले बढीमा 2 दिन विशेष बिदा प्राप्त गर्न सक्नुहुनेछ। यो आकस्मिक बिदा भने तपाईले पाउने वार्षिक बिदामा नै गणना हुनेछ। बहराइनमा काम गर्ने महिला श्रमिक साथीहरू सुत्केरी भएको अवस्थामा 60 दिनको तलबी सुत्केरी बिदा पाउनुहुनेछ। यदि 60 दिन अपुग भएको खण्डमा थप 15 दिनको बेतलबी बिदा पनि प्राप्त गर्नुहुनेछ र बच्चाको बुवाले पनि 1 दिनको पितृत्व अथवा पाटर्निटी लिभ पाउनुहुनेछ। बहराइनमा काम गर्नुहुने श्रमिक साथीहरूको लागि पारिश्रमिक सहितको 3 दिनको वैवाहिक बिदा प्राप्त गर्न सक्नुहुनेछ। त्यसै गरी बहराइनमा काम गर्ने श्रमिक साथीहरूको एका घरका परिवारको सदस्य, ससुराली वा काका, काकी, मामा माइजूको निधन भएको खण्डमा 3 दिनको शोक बिदा पाउनुहुनेछ। तर यसको लागि मृत्यु भएको प्रमाण पेश गर्नुपर्ने हुन्छ। यदि कुनै पनि मुस्लिम धर्मावलम्बी श्रमिक साथीले निरन्तर रूपमा 5 वर्षसम्म एउटै रोजगारदातासँग काम गर्नुभएको खण्डमा 14 दिनको तलबी हज बिदा प्राप्त गर्नुहुनेछ। बहराइनमा काम गर्ने श्रमिक साथीहरू वा रोजगारदाताले आफ्नो रोजगार समाप्ति गर्नु अघि 30 दिनको सूचना दिएर रोजगार समाप्ति गर्न सक्ने हुनेछ। तर रोजगारदाताको तर्फबाट सम्झौता अन्त्य गर्न चाहेको खण्डमा आपसी सहमतिमा 30 दिनभन्दा बढी काम गर्न सकिने गरी रोजगारी अन्त्य गर्न सक्नेछ। त्यसै गरी रोजगारदाताले आकस्मिक रूपमा कामदार निष्कासित गर्न चाहेमा भने 1 महिनाको क्षतिपूर्ति दिएर रोजगारी अन्त्य गर्न सक्नेछ। यो क्षतिपूर्ति भने तपाईको मासिक न्यूनतम पारिश्रमिकको आधारमा तपाईले प्राप्त गर्न सक्नुहुनेछ। त्यसै गरी तपाईले पनि रोजगारदातालाई पूर्व सूचना नदिई आकस्मिक रूपमा काम छोड्नु परेको खण्डमा तपाईले रोजगारदातालाई क्षतिपूर्ति दिनुपर्ने हुन्छ। रोजगारदाता वा कम्पनीका प्रतिनिधिले तपाईमाथि आक्रमण, कुटपिट गरेमा वा तपाईको परिवार विरुद्ध अवैधानिक कार्यमा संलग्न भएमा तपाईले सूचना नदिइकन उक्त रोजगार सम्झौता अन्त्य गर्न सक्नुहुनेछ। यसै गरी तपाईले नक्कली प्रमाणपत्रहरू पेश गरेमा तपाईको कारण रोजगारदातालाई ठूलो आर्थिक नोक्सानी हुने भएमा लिखित चेतावनी दिँदा पनि तपाईले त्यसको व्यवस्था गरेमा कम्पनीको काम गर्ने सम्बन्धी निर्देशन पालना नगरेमा 1 वर्षभित्र उचित कारण बिना पटक पटक गरी 20 दिन वा लगातार 10 दिनसम्म काममा अनुपस्थित भएमा काम सम्बन्धी गोप्य जानकारी सार्वजनिक गरेमा अनादर, अनैतिक वा सार्वजनिक शिष्टाचार अपराधमा संलग्न भएमा कार्य अवधिको समयमा रक्सी पिएको भेटिएमा आफ्नो रोजगारदातामाथि हातपात वा बन्द हडतालमा उत्रिएमा कामको जिम्मेवारी पूरा गर्न असमर्थ भएमा रोजगारदाताले तपाईलाई बिना जानकारी आफ्नो कामबाट निकाल्न सक्ने व्यवस्था छ।
बहराइनमा रहनुभएको कुनै पनि श्रमिक साथीले यदि कुनै एउटा रोजगारदातासँग 1 वर्ष काम पुरा गरिसकिसकेपछि तपाईँले जागिर परिवर्तन गर्न सक्नुहुनेछ। तर यसको लागि भने तपाईँले आफ्नो रोजगारदातालाई लिखित यानकि औपचारिक जानकारी दिनुपर्ने हुन्छ। रजिस्टर चिठी पिङ्क स्लिप मार्फत तपाईँले आफ्नो राजीनामा कम्पनीमा पठाउनु पर्छ र चिठी पठाएको प्रमाण साथमा राख्नुपर्छ। तपाईँको राजीनामा दर्ता गराउन नयाँ कामको अनुमति निवेदन पिङ्क स्लिपका साथमा तपाईँको सम्भावित रोजगारदातालाई लिएर श्रम बजार नियामक प्राधिकरण यानकि लेबर मार्केट रेगुलेटरी अथोरिटी LMRA जानुपर्छ र यसरी रोजगार परिवर्तन गर्दा लाग्ने जुन शुल्क हुन्छ त्यो नयाँ रोजगारदाताले तिर्नुपर्ने हुन्छ। बहराइनमा काम गर्ने श्रमिकहरूले कुनै पनि रोजगारदाताकोमा लामो समयसम्म निरन्तर रूपमा काम गरिसके पश्चात उक्त रोजगारदाताकोबाट सेवा सुविधाहरू पाउनुहुनेछ। तपाईँले पहिलो 3 वर्षसम्म काम गरेको खण्डमा प्रत्येक वर्ष 15 दिनका दरले र त्यसपछि भने प्रत्येक वर्ष 30 दिनका दरले उपदान पाउनुहुनेछ। तपाईँको सेवा समाप्त हुँदा पुरा नभएको वर्षको सुविधा भने रोजगारदाताको सेवा गरेको अवधिको अनुपातमा पाउनुहुनेछ। तपाईको बहराइनमा बस्नको लागि अथवा काम गर्नको लागि चाहिने आवासीय अनुमति पत्र, भिजाको लागि आवेदन दिने, नवीकरण गर्ने, बैंक आइडी बनाउने, ड्राइभिङ लाइसेन्स बनाउने जस्ता अफिसियल कामको लागि भन्दा बाहेक तपाईको रोजगारदाताले तपाईको पासपोर्ट, आइडी, बैंक कार्ड, लाइसेन्स वा अन्य परिचय खुल्ने कागज पत्रहरू भने आफूसँग राख्न पाउने छैन। यदि कुनै पनि रोजगारदाताले औपचारिक प्रयोजनको लागि तपाईको पासपोर्ट, बैंक कार्ड अथवा अन्य परिचय पत्र लान्छ भने त्यसको लिखित जानकारी गराउनु पर्ने हुन्छ। बहराइनको दण्ड संहिताले तपाईको रोजगारदातालाई तपाईको कागजात राख्न कानुनी रूपमा सख्त मनाइ गरेको छ।